Lasso Fafula and good morning to everyone. Welcome to you all in my new vlog. Yes, साथीहरु तपाईहरुलाई फेरि पनि स्वागत छ। हो त सबैजना आरामै हुनुहुन्छ होला भनेर आशा गर्दछु हैन। आजभोलि चाहिँ मेरो भ्लगमा अलिकति ग्याप भइराछ, ग्याप पनि धेरै नै ग्याप भइराछ। आई एम ब्याक अलमोस्ट कति विक हैन। त्यो कहिले अल्छिराछ कहिले के टाइम नमिल्ने त्यो भएर चाहिँ म रेगुलर छैन भ्लगमा। दैट डजन्ट मिन म भ्लगै नबनाउनु चाहिँ हैन, बनाउँछु डेफिनेटली पनि हैन। एन्ड या आई एम हियर टु स्टार्ट माई भ्लग फर द डे। मेरो आजको भ्लगको सुरुवात चाहिँ यस बिहान उठेँ अनि पानी खाँदैछु। अब एकछिनमा टक्क अब यहाँ चौधो पनि पर्दैछ, चौधो खान्छ आज। आई डोन्ट नो, मलाई एकदमै हिजो मैले के बेलुका खाना खाएन, कामबाट आएर सिधै सुतेँ अनि हल्का भोक लाग्यो जस्तो भइरहेछ। अब खाजा खाएर अनि आज अब एकछिनमा खान्छ, तपाईँलाई पनि देखाउँछ है त। स्टे ट्युन साथीहरू। आज चाहिँ म चाहिँ स्प्रिङ लागिरहेको छ नि, आज यस्तो राम्रो फुल फुलिरहेको छैन, वाइ नट तपाईँहरूलाई पनि किन नदेखाउँ भनेर। सो या आजको दिन चाहिँ यस्तै हुन्छ होला, तपाईँहरूलाई यताउति देखाउने फुलहरू होइन, कस्तो कस्तो फुलहरू फुल्छ युकेमा स्प्रिङमा स्पेसली। सो या स्टे ट्युन गाइजहरू। यस फाइनली साथीहरू मेरो चौचो पाकिसकेको छ होइन। अब खान्छु। यो चाहिँ मैले लसुन र प्याज पनि हालेको थिएँ कि यसमा आज। यो चाहिँ त्यो कोरियन सेन चौचो भनिन्छ क्या, क्या मिठो लाग्छ मलाई यो चाहिँ। मिठो पनि मिठो हुन्छ खानामा। नट सो स्पाइसी खानामा पनि होइन, तर मिठो हुन्छ यो चौचो। खमिस छ, बियर पनि खमिस लगाएर थियो। फेरि बिहान बिहानै के खानु भनेर त खाएन। अब बेलुका चाहिँ खानु पर्ला आज जस्तो होइन। कहिलेकाहीँ अब टेस्ट याद राख्नको लागि भए पनि खानै पर्छ होइन। धेरै भयो नखाएको, आज चाहिँ यसो हल्का दिनुपर्छ बेलुका। भोलि फेरि कलेज छ होइन, अनि फेरि कलेज एक दिन बिदा हुन्छ, फेरि काम त्यसै छ साथीहरू। कसैलाई कपाल काट्न छ भने प्लिज यता सम्पर्क गर्नु होला। सस्तो मस्तोमा कपाल काटिदिनुहुन्छ। Only 5 pound. Only 5 pound. एक्सपेरिमेन्ट गर्नलाई अहिले फ्रीमा पनि काटिदिन्छु म। एक्सपेरिमेन्ट गर्नको लागि फ्रीमा पनि काटिदिनुहुन्छ अरे उहाँले। फर्स्ट अफ 5 ल। उहाँको हुलिया त बिग्रिँदैन आज, सफल चाहिँ यता हेर्नुहोस् त। यता त राम्रो देख्यो त भाइ, यताको त हाम्रोमा एप्रोन पनि यस्तो खतरा छ कि कुरा नगरौँ। अर्ग्यानिक। दिस इज द फाइनल लुक साथीहरू। यसो बिस्तारै घुमा त भाइ। ल यतिको कपाल चाहिँ काट्न मन छ भने तपाईँहरूले फ्रीमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ है। ल सर एक राउन्ड घुम्नु बिस्तारै। ल अर्ग्यानिक पारौँ है। वेलकम ब्याक साथीहरू। यहाँ फाइनली अब आफ्टर लङ टाइम पछि अब भ्लग बनाएपछि सबै देखाउनु परिहाल्यो होइन। खाना चाहिँ तर खाना भन्दा पनि अब यो के भन्नु, अब खाजा भने खाना भने के भने 3 बजिसक्यो, 3:30 भइसकेको छ। अघि नै काचा कुचो के खाँदै अगाइहालेँ। सो खाना खाँदैछु। खानामा अचार छ, कुखुराको मासु, ब्राउन र यो बोडीको तरकारी, एन्ड अफकोर्स दाल एन्ड भात। दिस इज मी। खानुभएको छ मिठो। Oh God. With Mr. Pandu, the 40 guy. That's even little.
भातमा ए साथीहरु वेलकम ब्याक फाइनली आज चाहिँ निस्किसकेको छु हैन मैले तपाईहरुलाई प्रमिस गरेको थिएँ नि त मैले फुलहरु देखाउँछु भनेर हैन ओ यहाँ यस्तो मजाको झ्याप्प फुल फुलेको छ हैन ओ माय गॉड त्यसको वाइड त गाइस म अलमोस्ट पुग्नै लाग्यो हैन अलिकति अगाडि भिडियो स्टार्ट गरेको छु के त्यसले एडिट गरिराख्नु भनेर अनि यहाँ ठ्याक्क निस्केको घाम पनि मजाले लागेको रहेछ ओमाको यस्तो मजा छ यहाँ चाहिँ सर्ट भिडियोहरू यति बनाउँछु पनि एकछिन तपाईँहरूलाई पनि देखाउँछु बोल्दा बोल्दै यस्तो भएछ क्यामेरा अनि सर यस्तो देख्नुहुन्छ साथीहरू मजाले अब यसको के हेर्नु न साथी यो पहेँलो फुल पनि छ बट द ब्युटी इज दिस वान साथीहरू हेर्नु न ओ माई गॉड यो आरुको बोट है के को होला होइन यस्तो मजाको छैन अस्ति नै आउनु पर्यो मैले यादै गरिनँ सी गाइस यति धेरै छ यो भोलि पर्सि कति धेरै फल्छ होला क्या यसमा त हो ए त्यहाँ त्यो बार लगाएको पहेँलो पनि ओ माई गॉड ओ लुक एट दिस साथीहरू यस्तो दामी छ कि हेर्नु नि साथीहरू ठ्याक्क क्यामेरामा पनि नअड्ने यस्तो मजा अनि त्यस पहेँलो फुलहरू पनि यो चाहिँ बारमा त्यो गाडेन तर यस्तो मजा दिएको छ ओ माई गॉड आज तपाईँहरूले पुरै स्प्रिङ हो कि यो दिस इज द स्प्रिङ गाइज ओ माई गॉड क्या त्यो यता सेतो यता पहेँलो सी यहाँ भुसुनाहरू पनि अलिअलि देखिरहेको यहाँ भुइँमा पनि क्या कति सानो सानो फुलहरू कस्तो राम्रो फुलहरू फुलेको छ क्या त्यो हाम्रो मखमली फुल जस्तै छ होइन अनि चाहिँ सोइङ हुन्छ नि आजको मेरो टार्गेट नै के भन्दाखेरि अब यहाँ स्प्रिङमा कस्तो फुलहरू पाउँछ भनेर हो क्या होइन लुक एट दिस गाइस ब्युटिफुल टाइनी फ्लावर्स आर हियर यस अब यहाँ पनि छ साथीहरू यो त झन् यस्तो राम्रो छ यो चाहिँ अहिले त सबै चौरी पऱ्यो तपाईँले चाहिँ यस्तो राम्रो फुलेर क्या मजाले कस्तो फक्रेर यस्तो राम्रो देख्थ्यो यो फुल ओ माई गॉड पहेँलो फुल पनि छ बट लुक एट दिस साथीहरू यस्तो राम्रो ब्युटिफुल छ नि फुल त ओ माई गॉड हेर्नु न यहाँ ठ्याक्कै देख्छ देख्दैन तर माथि रहेछ कि टक्क फक्रेको बेला त यस्तो राम्रो यसको विशेषता चाहिँ के हो भन्दाखेरि चाहिँ मैले थाहा हुन्छ यो बिहान चाहिँ यस्तो मजाले फुल्दो रहेछ बेलुका हुँदै आएपछि त यसो फेरि माथि जाँदो रहेछ जस्तो लाग्यो बिहान चाहिँ हिजो अस्ति म के भने बिहान जाँदाखेरि चाहिँ मजाले फुलाएको थियो कि नयाँ कुरा इन्भेन्सन भएर चाहिँ आज यहाँ साथीहरू यो हो अनि अर्को उता त घुम्न जान्छ कहाँ कहाँ के फुलहरू छ त्यो देखाउँछ नि त अब चाहिँ दिनहरू बिस्तारै लामो हुँदै आउँदैछ नि त एन्ड बिस्तारै रुखहरू पनि अलिअलि पातहरू आउनु थाल्छ अब तातो पनि छिर्न थाल्यो अलिअलि एन्ड यहाँ अब चाहिँ मजा आउँछ होला युकेमा किनभने अस्ति त्यो त चिसो भएर निस्किनै मन लाग्दैन चिसोमा मान्छेलाई कहाँबाट जाँगर लगाउँछ होइन आज चाहिँ म यसो खोलाको यस्तो तिरतिर पनि घुम्नु पऱ्यो चिकन चाहिँ अस्तितिर म हिँड्ने त्यो दौडिने खोला हो यो चाहिँ है अनि यता पनि जान्छु अनि के छ यसो देखाउँछ तपाईँहरूलाई घरमा बसे पनि हुन्छ नि त बोर हुन्छ तपाईँहरूले केही देखाउनु पाइरहेको छैन मेरो अपडेट पनि दिनु पाइरहेको थिएन होइन सबैले सोधिरहेको थियो नि त भ्लग के भएछ किन नबनाएको बनाऊ भनेर घरतिर मम्मी बुवाले अङ्कलहरूले दाइहरूले भनेको थियो आजहरू भ्लग आइरहेको छैन नि त के भइरहेको छ भनेर सो अब त्यही हो यहाँ अब युनि जानु पऱ्यो असाइनमेन्ट काम के भन्दाखेरि केही भ्याउँदैन अनि कहिले त अल्छी पनि लाग्ने कि अनि के एउटा कुरा पनि के देखाइराख्नु भनेर अनि आज यसो के छ कस्तो छ भनेर अनि अपडेट दिएको जस्तो पनि एन्ड यहाँ नै अर्को फुल रहेछ यो चाहिँ भुइँभरि खसेको छ सेत देख्नु भएको छ नि यो चाहिँ अब सकिन लागेको जस्तो छ फुलेर पनि यो किन अलिकति नदेखिने रहेछ तर ओके अब उतातिर गएर अपडेट दिन्छु तपाईँहरूलाई सो थियो यो गाई तपाईँहरूलाई आज मेरो यसो यो भिडियोग्राफीको यसो ट्यालेन्ट देखाइदिउँ भनेको होइन यु क्यान सी द है अहिले सिनेमेटिकबाट गरेर आएको मैले होइन त्यहाँको भम्रो देख्नु भएको छ नि अरे ब्लर देखेर म्याकुरी ओइ यसको यो पात भर्खर मुना आउनुला चाहिँ एन्ड इट लुक्स सो गुड है त्यो कस्तो भने ठ्याक्कै त्यो किरा जस्तो पनि देखिरहेको छ होइन अलि मजाले पनि नदेखिने खोइ के गर्नेहरूलाई इट्स भेरी हार्ड टु क्याप्चर है अहिले यसलाई
यहाँ देख्नु भएन होइन यस ल अहिले हातले गर्दा ठ्याक्क देख्यो है कस्तो मजाको छ कि यस इट इज बिन लाइक कति pretty much अलि लङ डे नै भयो म यतातिर वर्कआउट गर्न आएको अनि साँझ चाहिँ बाहिर निस्केको बेला अनि घुमेर भन्न चाहिँ मन आएर अनि निस्केको बेला निस्किन्छ यसो राउन्ड आएर आउँछु भनेर सोचेँ एन्ड आज त घामलाई यस्तो मजा देखाएछ अब हुन त यो डेजर्ट जस्तो देखिरहेको छ होइन तपाईँहरूलाई तर त्यहाँका घाम लागेपछि यस्तो मजाको आनन्दमय छ क्या यहाँ आएर मजाले दिउँसो घाम लागेको बेला त यहाँ त चटपट यसो हुन्छ नि अनि हल्का पिकनिक टाइपको आएर खाना पनि मजा हुन्छ कि यस्तो मजा ठुलो चौर छ अलिक पछि टाइम मिल्यो भने होइन सबैको टाइम मिलेको बेला यति भएको बेला चाहिँ घरको भाइ बहिनीहरूलाई लिएर आउने प्लान चाहिँ यतातिर यसो अब हेर अनि यहाँ आएको बेला यसो अब मेरो रुखलाई पनि भेटेर जाउँ भनेर हो खासमा अब अलमोस्ट आइपुग्न नै लागिसक्यो अनि यसो देखाउनु पनि पऱ्यो तपाईँहरूलाई भनेर के छ अपडेट कस्तो छ होइन अहिले चाहिँ मैले यसो बाटोमा आउँदाखेरि अब त्यो पनि देखाउँला एकछिनमा तपाईँहरूलाई होइन त्यो हुँदैन कस्तो त्यो राम्रो अब आफ्नो त्यो भनौँ अब बसन्त ऋतु होइन हाम्रो नेपालीमा चाहिँ अब यता चाहिँ अब त्यही हो स्प्रिङ अब फुल फुलिरहेछ नयाँ पातहरू अब ट्रु ओरिजिन फर्ममा आउँदैछ क्या एक्ज्याक्ट यिनीहरूको अब कस्तो छ के छ थाहा हुँदैन नि त अस्तितिर सबै पात झरेर सिक्रिक्क भएर त सबै रुखहरू होइन अब चाहिँ यिनीहरूको बिस्तारै ट्रु फर्ममा आउँदैछ क्या एन्ड इट इज हुन्छ नि रियली कस्तो खुसी लाग्ने कि हेर्नलाई यस्तो मसिनो पातहरू तपाईँहरूलाई हेरेर देखाउँछु म आज त म त पुरै वाइल्ड फोटोग्राफर टाइपको होइन त्यो पनि स्पेसिफिक अझ प्लान्टहरूको पनि त्यस्तो भइरहेछ क्या आज त्यस्तो फिल भइरहेछ मजा आइरहेछ त्यो कति पछि भ्लग पनि बनाएँ अनि सो ह्याप्पी अब हियर सबैमा मैले के भन्छ पातहरू कस्तो राम्रो आएको देखेँ क्या अब जुन मैले त्यो छानेको स्पेसिफिक रुख थियो तिनीहरूमा चाहिँ स्टिल पात आएको छैन एन्ड हियर माई रुख is hi, how are you? Yeah. Yes, finally. Happy to be back here. Yeah. यसको चाहिँ आएको छैन स्टिल तपाईँहरूलाई उ चाहिँ देखाइदिन्छु म यसको कस्तो छ भनेर होइन बिस्तारै अब यसको नि फर्महरू चाहिँ आउनु थालेछ बिस्तारै होइन पालोहरू आउनु लाग्छ अब यसको पातहरू के छ कस्तो छ आई हेभ नो आइडिया तर बिस्तारै यसको नि त्यो मुनाहरू आउँदैछ क्या मसिनो मुनाहरू यु क्यान सी ओभर हियर एक्साइटेड गुड तर म यहाँ धेरै बस्दिनँ म यसो राउन्ड लगाएर निस्किहाल्छु अनि घरमा चाहिँ यस्तो मजाको त्यो क्यामेलिया फुल फुलेछ त्यो पनि देखाउँछ डेफिनेट यस्तो मजाको त्यो चाहिँ लास्टमा देखाउँछ भनेर राखेको तपाईँलाई सरप्राइज भनेर ओके साथीहरू एकछिन भेट्छ है त सी यू कहाँबाट यहाँ बटरफ्लाई आएछ मेरो हातमा बिचरा You see guys, I guess yes. उडाइदिन्छ है त यसलाई उड्छ बुम उड्न You want to fly? यो साथीहरू अब यहाँबाट अघि नै निस्किन्छ भनेको but I have captured with this beauty sunset. Oh my god, my weak point भनेको sunset, sunrise and nature, everything like related with nature, खोला नाला हिमाल पहाड, these are my weak points कसमै हैन. And I have met अलिकति दुईटा जति टिकटक बनाएँ and you can follow on my TikTok हैन, TikTok ID मा पनि and I have mentioned my ID तल लिङ्क राखिदिएको छु त्यसमा पनि गएर तपाईहरुले मेरो टिकटक आइडीमा फलो गर्न सक्नुहुन्छ साथीहरु हैन. त्यस्तो धेरै एक्टिभ त हुन्न म बट यस कनेक्ट होम न भनेर हैन यु क्यान फलो स्टिल. सो या साथीहरु यस्तो मजा देखाएछ हैन नि अब यहाँ क्यामेरामा चाहिँ खासै देखेको छैन बट यहाँको नजारा
मलाई चाहिँ एकदम मजा लाग्छ यस्तोहरू होइन अनि के भन्छ चिसो छैन मेन त चिसो छैन त्यही भएर मजा आएको छ क्या एन्ड फाइनली दिस इज द फ्लावर हाम्रो घरको यस्तो मजाले फुलेको छ यहाँ सानो सानो छ तर एकदम क्युट छ एन्ड स्पेसल आजको भने चाहिँ यो क्यामेलिया फुल है यस्तो मजाले फुलेको छ नेपालमा पनि त देख्नु भएको छ सेतो सेतो फुल्छ होइन तर यहाँ चाहिँ यस्तो झपक्क चाहिँ यो बोट पुरै चिन्टे पारेर काटेर नभए तलबाटै भएको चाहिँ यस्तो मजाको देखिन्थ्यो यो फुलहरू तपाईँहरूलाई अर्को पनि देखाइदिन्छु यहाँ पनि छ यसको चाहिँ तर त्यस्तो ठुलो फुलाएको छैन तर यसको अर्कै कलर छ तर स्टिल लुक्स ब्युटिफुल होइन यसको नि यहाँ चाहिँ धेरै फुलेको छैन यसको चाहिँ तर त्यसको चाहिँ यस्तो झपक्क फुलाएको छ यहाँ अनि यसको विशेषता भन्नुपर्दाखेरि चाहिँ यदि इफ यु आर पेसेन्ट अफ सुगर होइन मैले नि पढेको सुनेको है अब तपाईँसँग तपाईँको सुगर ब्लड प्रेसर हाई छ भनेदेखि अब तपाईँ वेट लसको जर्नी हुनुहुन्छ भने यो फुलको चिया बनाएर खाँदा पनि एकदम बेनिफिट हुन्छ नि इभन यसको पात पनि धेरै धेरै राम्रो हुन्छ अरे यसले चाहिँ यु क्यान ट्राई पनि ट्राई गर्नु लाग्छ अब बिस्तारै यो फुलहरू टिपेर हामी सुकाएर अब चिया बनाएर खान्छ अनि तपाईँहरूलाई पनि देखाउँछ यसको कस्तो हुँदो रहेछ यसको इफेक्ट्स होइन यसले कतिको असरदार काम गर्छ अलराइट साथीहरू मेरो यहाँ अब माछा पाक्दैछ यो चाहिँ सालमन माछा रहेको छ अब यसले चाहिँ टाउकोहरू छ चट्टा लारीलाई सुप बनाउँछु पहिला हल्का फ्राई गरेर यहाँ आइसमा बहिनीहरूको यहाँ तरकारी पाक्दैछ यहाँ भात छ दाल उतातिर कतातिर छ अचार छ विभिन्न खान्छ अब म चाहिँ यहाँ त्यो माछालाई हल्का फ्राई गर्छु किनभने यो हल्का गनाउँछु अनि यहाँ मेरो मसला रेडी भइसकेको छ यहाँ तिलहरू के छ अब यसमा अब सुप बनाइदिउँछ अनि खाए त हुन्छ ओके साथीहरू यता अब मैले सुप सबै रेडी गरिसकेँ एन्ड देन अब भनेको चाहिँ माछालाई 1 by 1 मजाले हाल्ने हो होइन यसले अब भुक्लुक उमालिसकेपछि चाहिँ यु क्यान से साथीहरू यसलाई चाहिँ हल्का मात्रै फ्राई गरेको धेरै रोस्ट गरेको होइन माछालाई चाहिँ यसो गर्दा चाहिँ के हुन्छ भनेदेखि माछामा भएको जुन स्मेल हुन्छ फिसी स्मेल त्यो आउँदैन एन्ड यहाँ चाहिँ अब सबै मसलाहरू हालिसकेको छ यो माछा हालेर अनि लास्टमा हुन्छ गार्निसिङ धनिया र लसुनको चरा लगाएर अब सुप पनि रेडी भइसकेको छ साथीहरू होइन यसो टेस्ट गरौँ देखाउनु पर्यो हजुरहरूलाई त ल है साथी हो म चाहिँ खान्छु ल सिगार what do you mean सिगार अनि साथमा बियर चाहिँ साथीहरू अलराइट साथीहरू खानासाना खाएर फ्रेस पनि भइसकेको छु अब चाहिँ सुत्ने बेला भइसकेको छ होइन अब भोलि युनि पनि छ त्यही भएर आज चाहिँ अलिक छिटै सुत्छु म एन्ड मेरो ब्लगको इन चाहिँ यहीँ गर्न चाहन्छु आजको लागि चाहिँ अन्त मलाई 1 ग्लास बियर खाँदै नि त आज अनि कस्तो टिन्न बनाइरहेको छ क्या किनभने मैले यहाँ युके आएर अब नेपाल हुँदा चाहिँ अब युज टु थिएँ होइन अलिकति ड्रिङ्क्सहरू गरिरहँदै थिएँ तर यता आएर चाहिँ खासै खाएको छैन क्या ना बराबर जस्तै हो सो अलिकति भइरहेको छ होइन बडी हिट भइरहेछ अनि यहाँ साथीहरू त्यसै छ होइन अब धेरै खानु पनि हुँदैन यहाँ टेक केयर गर्ने मान्छे कोही छैन आफ्नो टेक केयर गर्नुपर्छ होइन सो यहाँ साथीहरू आजको लागि मेरो ब्लगको इन चाहिँ यहीँ गर्न चाहन्छु एन्ड आई विल सी यु टुमोरो अगेन टिल देन टेक केयर लभ यु अल गाइज